नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु कति पछि भ्लग हेर्नुभयो आज चाहिँ हाम्रो घरमा मोमो खाने कार्यक्रम चलेको छ म चाहिँ अहिले बजार गएर मोमो मसला हुन्छ हैन मोमो मसला लिन जान लागेको मोमो मसला ल्याएर हामी मोमो बनाउँदैछौँ तपाईँलाई म देखाउँछु अहिले आज चाहिँ घर बाहिर निक्लेर मोमो मसला लिन लागेको धेरै टाढा त छैन 2 मिनट लाग्छ होला सुन्दैन मोमो मसला ल्याएर म मोमो बनाउँछु तपाईँलाई देखाउँछु कस्तो बन्छ हाम्रो घरमा आफै अर्ग्यानिक मोमो बनाएको मसला अरू सब अर्ग्यानिक मासु मात्र किन्नु पर्यो चिकन किन्नु पर्छ नि त्यसैले मोमो बनाएर देखाउँछु फाइनली म चाहिँ अब दोकान आइसकेँ फाइनली दोकान आइपुग्यो मोमो मसला लगाएर घर जाँदैछु टक्क लगाएर होइन अहिले घर लगाएर मोमो बनाउने खान्छौँ सो गाइस घर आइसक्यो लगाएर आज चाहिँ ठुलो पानी परेको हो कि बुटलमा ठुलो पानी परेको त्यसैले आज चाहिँ चिसो भएकाले त्यसै हामी मोमो बनाएर खाने भन्ने तरिकाले मोमो बनाउँदैछौँ कलाएर म माथि गएर म कोपरी देखाउँछु तपाईँलाई सो गाइस